हेलो नमस्ते। यस भिडियोमा मैले क्लास 8 इङ्ग्लिस युनिट 1 रिडिङ सेकेन्डमा रहेको अ रिक्वेस्ट लेटरको नेपाली एक्सप्लेनेसन लिएर आएको छु। टेक्स्ट सुरु गर्नुभन्दा पहिले केही इम्पोर्टेन्ट वर्ड्स र तिनको नेपाली मिनिङ दिएको छ, त्यसलाई हेरौँ है त। रिक्वेस्ट means अनुरोध, facilities means सुविधाहरू, grateful means आभारी, successful means सफल, establishing स्थापना गर्नु, overjoyed धेरै खुसी, provides प्रदान गर्छ, gain आर्जन गर्नु, admirable उत्कृष्ट, insufficient अपर्याप्त, accomplishing पुरा गर्नु, lacking अभाव, equipment उपकरण, रिक्वायर्ड आवश्यक, वास्ट विशाल, नेसेसिटीज आवश्यकता। यी थिए यस टेक्स्टमा रहेका केही इम्पोर्टेन्ट वर्ड्स र तिनको नेपाली मिनिङ। नाउ लेट्स स्टार्ट द टेक्स्ट। अ रिक्वेस्ट लेटर एउटा अनुरोध पत्र। अब अनुरोध पत्र लेख्दाखेरि हामी सबभन्दा पहिला लेख्ने मान्छेको एड्रेस लेख्छौं र त्यसको मुनितिर ठ्याक्क त्यो लेख्ने दिनको डेट लेख्छौं। जस्तै लेख्ने मान्छेको एड्रेस यहाँ दिएको छ कुस्मा 9 पर्वत र त्यो दिनको डेट रहेको छ 27 अप्रिल 2023। यति लेखिसकेपछि त्यसपछि जुन मान्छेलाई लेखिने हो, जुन संस्थालाई लेखिने हो, त्यो संस्थाको प्रमुख व्यक्तिलाई सम्बोधन गरिन्छ र त्यो संस्थाको नाम पनि सँगै नाम अनि एड्रेस पनि त्यहीसँग लेखिन्छ। जस्तै स्कुलको लाई लेख्दै हो भने स्कुलको प्रमुख व्यक्ति भनेको हेड टिचरलाई लेखिन्छ। त्यसैले यहाँ लेखिएको छ द हेड टिचर। त्यसपछि स्कुलको नाम रहेको छ आदर्श सेकेन्ड्री स्कुल र स्कुलको एड्रेस रहेको छ कुस्मा पर्वत। त्यसपछि त्यति लेखिसकेपछि सम्बोधन गरिसकेपछि हामी सब्जेक्ट अथवा जुन विषयमा चाहिँ त्यो लेटर लेखिने हो त्यसको चाहिँ सब्जेक्ट लेखिन्छ। यहाँ सब्जेक्ट रहेको छ अ रिक्वेस्ट टु इन्क्रिज कम्प्युटर ल्याब फेसिलिटिज। कम्प्युटर ल्याब सुविधा बढाउनको लागि एउटा अनुरोध भनेर चाहिँ यसमा सब्जेक्ट राखेको छ, विषय राखेको छ। र त्यसपछि त्यति विषय लेखिसकेपछि हामी रेस्पेक्टेड सर अथवा म्याडमबाट सुरु गर्छौं। रेस्पेक्टेड सर म्याडम लेखेर कमा दिन्छौं र त्यसपछि पत्रको सुरुवात हुन्छ र पत्र यसरी लेखिएको छ वी आर भेरी ग्रेटफुल दैट यू हैव बीन सक्सेसफुल इन एस्टाब्लिशिङ अ कम्प्युटर ल्याब एट आवर स्कुल। हामी एकदमै आभारी छौं कि तपाई हाम्रो स्कुलमा कम्प्युटर ल्याब स्थापना गर्न सफल हुनुभएको छ। वी आर ओभरजोइड सीइङ अ कम्प्युटर ल्याब एट आवर स्कुल। हामी हाम्रो स्कुलमा कम्प्युटर ल्याब देखेर एकदमै धेरै खुसी भएका छौं। द ल्याब प्रोभाइड्स अस विथ द मोस्ट अप टु डेट लर्निङ डिभाइसेस। यो ल्याबोरेटरीले हामीलाई चाहिँ एकदमै अप टु डेट नयाँ कुराहरू सिक्नको लागि चाहिने लर्निङ डिभाइसेसहरू, लर्निङ उपकरणहरू, सिक्ने उपकरणहरू चाहिँ प्रदान गर्दछ। इट हेल्प्स अस गेन टेक्नोलोजिकल नलेज टु। यसले हामीलाई टेक्नोलोजिकल ज्ञान प्राप्त गर्नको लागि पनि, ग्रहण गर्नको लागि पनि सहयोग गर्छ भनेको छ। त्यसपछि दिस एडमायरेबल एफर्ट हाउएभर is not quite sufficient in accomplishing its goal। यो एकदमै प्रशंसनीय प्रयास तपाईले जुन गर्नुभएको छ यो एकदमै प्रशंसनीय छ र पनि यो चाहिँ हाम्रो जुन उद्देश्य छ, गोल छ, त्यसलाई पुरा गर्नमा चाहिँ पर्याप्त छैन। इन फ्याक्ट द ल्याब इज ल्याकिङ सम नेसेसरी इक्विपमेन्ट। खासमा भन्दाखेरि चाहिँ हाम्रो ल्याबमा केही आवश्यक उपकरणहरूको चाहिँ अभाव रहेको छ। टु बिगिन विथ त्यो अभावहरूलाई भन्नु पर्दाखेरि देयर आर इन्सफिसियन्ट नम्बर्स अफ कम्प्युटर्स। नम्बर 1 मा त के छ भन्छ त्यहाँ चाहिँ
पर्याप्त मात्रामा कम्प्युटरहरू छैनन्। सेकेन्ड, अर्को अभाव भनेको ओन्ली अ फ्यु कम्प्युटर्स ह्याभ द रिक्वायर्ड सफ्टवेयर इन्स्टल्ड। त्यो उपलब्ध कम्प्युटरहरूमध्येमा पनि केही कम्प्युटरहरूमा मात्रै चाहिने जुन सफ्टवेयर हुन्छ त्यसमा चाहिँ हामीले काम गर्नको लागि चाहिने जो सफ्टवेयरहरू हुन्छन् त्यो चाहिँ केहीमा मात्रै इन्स्टल गरिएको छ। दिस लिमिट्स आवर लर्निङ, जसले चाहिँ हाम्रो सिकाइलाई चाहिँ के गर्छ त सीमित गरिदिन्छ। थर्ड, आवर ल्याब डज नट ह्याभ एन इन्टरनेट कनेक्सन, र हाम्रो चाहिँ जुन ल्याब छ त्यसमा चाहिँ इन्टरनेटको जडान गरिएको छैन। सो वी क्यान नट एक्सेस द पास्ट वर्ल्ड अफ नलेज एन्ड इन्फर्मेसन। इन्टरनेट जडान नगरिँदाखेरि हामी चाहिँ यो जो विशाल यो ज्ञानको संसार छ, ज्ञान तथा सूचनाको जुन संसार छ त्यसमा चाहिँ पहुँच पुर्याउन हामी सक्दैनौँ, त्यसमा चाहिँ हाम्रो पहुँच रहँदैन इन्टरनेट भएन भने भनेर चाहिँ यसरी तीनवटा समस्याहरू उल्लेख गर्दै हेड सरलाई चाहिँ पत्र लेखेका छन्। We would be thankful if you provided us with all the necessities for a modern computer lab at our school. हामी चाहिँ तपाईप्रति आभारी हुने थियौँ यदि तपाईले यो कम्प्युटर ल्याब के अरे यो हाम्रो चाहिँ आधुनिक कम्प्युटर ल्याबलाई आवश्यक पर्ने कुराहरू चाहिँ प्रदान गरिदिनु भयो भनेदेखि हामी तपाईप्रति के हुने थियौँ, आभारी हुने थियौँ, थ्याङ्कफुल हुने थियौँ भनेको छ। वी वुड वेलकम यर रिप्लाई टु आवर रिक्वेस्ट। हामी चाहिँ हाम्रो अनुरोधको तपाईको चाहिँ उत्तरको हामी स्वागत गर्नेछौँ भनेको छ। त्यसपछि थ्याङ्क यू भनेर यसरी पत्र टुङ्ग्याएको छ र लास्टमा यर्स फेथफुली भनेर कमा दिएर अनि जसले चाहिँ यो पत्र लेखेको हो त्यसको नाम चाहिँ यहाँ लेखिन्छ। यो पत्र कसले लेखेको रहेछ त भन्दाखेरि स्टुडेन्ट्स अफ ग्रेड 8 कक्षा 8 का विद्यार्थीहरूले यो पत्र लेखेका रहेछन्। कसलाई त भन्दाखेरि द हेड टिचर अफ आदर्श सेकेन्डरी स्कुल कुस्मा पर्वतका हेड टिचरलाई लेखेको रहेछ। अब यसको चाहिँ एक्सरसाइजहरू हेरौँ है त। नम्बर ए मा The meanings of some of the words from the above letter are given below. The words are scrambled, unscramble and write them भनेको छ। माथिको टेक्स्टबाट लेटरबाट केही शब्दहरूको मिनिङ दिएको छ अनि शब्दहरू पनि दिएको छ र त्यो शब्दहरूलाई चाहिँ यताउति बनाएर दिएको छ र त्यो शब्दलाई मिलाएर लेख भनेको छ। जस्तै नम्बर ए मा यता मिनिङ दिएको छ यतापट्टि र यता स्क्रैम्बल्ड वर्ड्स दिएको छ। त्यसपछि नम्बर ए मा ह्याभिङ क्वालिटिज द्याट यु एडमायर एन्ड रेस्पेक्ट, त्यो भनेको एडमायरेबल। त्यसै गरेर नट ह्याभिङ इनफ अफ समथिङ, त्यो भनेको ल्याकिङ। त्यसै गरी नम्बर सी मा टुल्स निडेड फर अ पर्टिकुलर पर्पस, त्यो भनेको इक्विपमेन्ट। त्यसै गरी नम्बर डी मा लार्ज इन एरिया अमाउन्ट इटिसी, त्यो भनेको फास्ट। त्यसै गरी नम्बर ई मा द प्रोग्राम्स युज्ड बाई कम्प्युटरमा प्रयोग गरिने कुनै प्रोग्राम त्यसलाई भन्छ सफ्टवेयर है त। त्यसै गरी नम्बर बी मा आन्सर क्वेसन यस प्रकार रहेको छ। हु रोड द लेटर भनेको छ नम्बर ए मा पत्र कसले लेखेको हो, ग्रेड 8 स्टुडेन्ट्स अफ आदर्श सेकेन्डरी स्कुल कुस्मा पर्वत रोड द लेटर। त्यसै गरी नम्बर बी मा हु इज द लेटर एड्रेस्ड टु, यो पत्र मार्फत कसलाई सम्बोधन गरिएको छ भनेको छ। द लेटर इज एड्रेस्ड टु द हेड टिचर, हेड टिचरलाई सम्बोधन गरेर लेखिएको छ। त्यसै गरी नम्बर सी मा वाइ आर द स्टुडेन्ट्स अफ ग्रेड 8 ग्रेटफुल टु द हेड टिचर, किन कक्षा 8 का विद्यार्थीहरू हेड टिचरप्रति चाहिँ आभारी छन् त, ग्रेटफुल छन् त भन्दाखेरि किनभने हेड टिचर चाहिँ स्कुलमा कम्प्युटर ल्याब इस्टाब्लिस गर्न सक्सेस भएको छ अथवा त्यो विद्यार्थीहरूको स्कुलमा चाहिँ कम्प्युटर ल्याब इस्टाब्लिस भएको छ, त्यही भएर तिनीहरू एकदमै आभारी छन्। द स्टुडेन्ट्स अफ ग्रेड 8 आर ग्रेटफुल टु द हेड टिचर बिकज अ कम्प्युटर ल्याब हेज बिन इस्टाब्लिस्ड इन द स्कुल। त्यसै गरी नम्बर डी मा वाइ आर द स्टुडेन्ट्स भेरी ह्याप्पी अबाउट कम्प्युटर ल्याब, कम्प्युटर ल्याबको बारेमा विद्यार्थीहरू किन धेरै खुसी छन् त,
किनभने तिनीहरूलाई लाग्छ कि के अरे कम्प्युटर ल्याबले तिनीहरूलाई नयाँ नयाँ कुराहरू सिक्नको लागि एउटा माध्यम प्रदान गर्नेछ। यसको आन्सर यसरी लेख्न सकिन्छ, द स्टुडेन्ट्स आर ह्याप्पी सिइङ द कम्प्युटर ल्याब थिङ्किङ द्याट द ल्याब प्रोभाइड्स देम विथ द मोस्ट अप टु डेट लर्निङ डिभाइसेस। यसै गरी नम्बर ईमा भनेको छ लिस्ट द 3 इस्युज द स्टुडेन्ट्स टक अबाउट। विद्यार्थीहरूले कुरा गर्न खोजेको 3वटा मुद्दाहरूको सूची बनाऊ भनेको छ। द 3 इस्युज द स्टुडेन्ट्स टक अबाउट आर, नम्बर 1 मा इन्सफिसियन्ट नम्बर अफ कम्प्युटर्स, यसै गरेर नम्बर 2 मा चाहिँ ओन्ली अ फ्यु कम्प्युटर्स ह्याभ द रिक्वायर्ड सफ्टवेयर इन्स्टल, एन्ड नम्बर 3 मा द ल्याब डज नट ह्याभ एन इन्टरनेट कनेक्सन। है त, ओके, थ्याङ्क यू।